Hello guys, welcome back to my channel. My name is Belisa. So साथीहरु आज चाहिँ मैले भ्लगबाट सुरु गरेको किनकि आज हामीले जाँदैछौं गाउँ। साथीहरु अनि आज हामी गाउँ जाँदैछौं हैन। अनि तपाईहरुलाई एउटा स्पेशल थिङ देखाउँछु म। हाम्रो बिरालो पनि हामीसँग जाँदैछ। अनि मेरो बहिनीले बोकिरहेछ हैन। कति भन्छ के। अनि त्यसपछि साथीहरु आज चाहिँ हामी गाउँ जाँदैछौं त अनि त्यही भएर हामी चाहिँ स्कुलमा हाफ टाइममा आएको। मेरो कपाल बिग्रेको थिएन त्यही भएर मैले कपाल कोरिन। मेरो बहिनीले गाडी चक्सक्यो नि त त्यसले चाहिँ कपाल फेरि कोर्यो। अनि अब चाहिँ हामी गाउँ जाँदैछौं हैन। अनि 2 बजेको गाडीमा जाने होला सायद। 2 बजेको गाडीमा जाने होला है, मलाई थाहा छैन। हो नै किनकि 1:30 त भइसक्यो नि त है। 2 बजेको गाडीमा जान्छौं। एकछिन मैले चाहिँ राख्छु। So you tell us about the look of see. Excellent at the roof. But I'm going to have a look. Maybe you say t-shirt, surah. Same it's hard. My jumpsuit like on top. Because jumpsuit is my favorite ammunition. And yeah, say, oh, I'm sitting on it. How? You guys can see table ma and just shooting गर्छौं। अनि गाउँ चाहिँ म मेरो बहिनी आइजु हेलो भन्नु न। हेलो हेलो गाइस। अनि मेरो लिली जाँदै छ। हामी 4 जना 3 जना अनि एउटा पेट जाँदैछौं गाउँ। हेलो भन्दियौ हेलो भन्दियौ ओ यहाँ So harara harara I wanna अनि गाउँ जान लाग्यो। अनि त्यसपछि गाउँमा कस्तो कस्तो हुन्छ म त्यहाँ पनि ब्लगिङ गर्ने छु किनकि I'm gonna miss that। ब्लगिङ त गर्नु परिहाल्यो हैन साथीहरु। त तपाईहरुलाई पनि म मेरो गाउँ देखाउँछु कस्तो छ कस्तो छैन भन्दा तपाईलाई मेरो गाउँ पनि देखाउँछु। अनि मलाई कसरी गर्नुपर्छ चाहिँ त्यो ब्लगहरु पनि भनेर भनिदिनु होला। तर कसरी चाहिँ कमेन्ट अन गर्ने त्यो चाहिँ थाहा भएन के मलाई साथीहरु। कमेन्ट अन गर्छु अफमा हुन्छ अन गर्छु फेरि अफै हुन्छ, कमेन्ट अफ गर्छु फेरि अन अफै हुन्छ। के गर्ने मलाई मेरो इन्स्टाग्राम आइडी यहाँ छ, यहाँ गएर भनिदिनु होला हैन। यहाँ हेर्नुस् यहाँ त छ, कसरी गर्ने भनिदिनु होला है। अनि आइडीमा गएर कमेन्टमा मलाई यसरी गर्ने भनेर भनिदिनु होला कि तपाईहरु मेरो च्यानलको सब्स्क्राइबर हुनुहुन्छ भने हैन। अनि भएपछि तपाईहरुले जस्तो भन्नुहुन्छ त्यस्तो भिडियोमा हाल्ने छु। अनि मेरो गाउँमा म तपाईलाई मेरो माम बाजे अनि त्यसपछि माम मेमे भन्छ हैन, तर म बाजे भन्छु। अनि माम भनेको चाहिँ हजुरआमा हो, तामाङबाट माम भन्छ। अनि बाजेलाई चाहिँ मेमे भन्छ तामाङबाट। तामाङ मेरो तामाङ भ्युवर हुनुहुन्छ भने उहाँलाई थाहा छ। अनि अरू कास्टको भ्युवर हुनुहुन्छ भने उहाँलाई थाहा हुँदैन नि त। सो आई सेड दैट। अनि मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ भनेर पनि भनिदिनु होला। नेपालबाट हेर्दै हुनुहुन्छ कि विदेशबाट हेर्दै हुनुहुन्छ कि भनेर नि भनिदिनु होला। कि दिदी दाइ आन्टी अङ्कल भाइ बहिनीहरू अनि म जत्रैको साथीहरूले नि हेर्दै हुनुहुन्छ भने तपाईहरुलाई थ्याङ्क यू है त। मेरो भिडियो हेरिदिनु भएकोमा अनि मन पराइदिनु भएकोमा। बिस्तारै बिस्तारै म पनि मेरो भिडियोको इन्क्रिज बढाउँदै जान्छु हैन। अनि तपाईहरुलाई पनि मन पराउनुहुन्छ होला। अनि म चाहिँ गाउँ जाँदै के पनि गर्दिनँ किनकि सोचिसकेपछि पर्छ नि त। अहिले एकछिनमा त बाटोमा लास्टै भिड हुन्छ हैन। अनि कारण छ जानी सो साथीहरु बाटोमा चाहिँ म तपाईलाई देखाउँदिन हैन किनकि यहाँको बाटो यस्तै भइरहेका छ। सो हामी बाटो हुन्छ नि त उताको त्यताको बाटो पुगेपछि तपाईसँग भेट्छु है त साथीहरु। अनि यहाँ चाहिँ छ पोका पान्तीहरु हैन। अनि अब चाहिँ म तपाईहरुलाई उतो के भन्छ बस पार्क हुन्छ नि हामी जाने त्यतापट्टि गाडी आउँछ कि गाउँको त्यहाँ गएपछि देखाउँछु है त। बाइ बाइ। तो गाइस अघि न चाहिँ हैन हामीले त्यहाँ बस पार्कमा रोक्नु भएन किनकि हामी त्यहाँ जाने बित्तिकै गाडी आयो नि त। अनि गाडी चाहिँ ढुङ्गेनको आएछ। अनि त्यही पनि हामी चढ्दिएको। अब त्यहाँ त ढिलो आउँछ होला भनेर हामी यसमै चढ्दिएको। अब ढुङ्गेनमा चाहिँ गाडी आउँछ हैन। अनि यो चाहिँ ढुङ्गेनको गाडी हो।
झ्यालको छेउमा बसिरहेको छु अनि लिली त्यहाँ छ माइजू ल ल अनि साथीहरू ढुङ्गेनमा चाहिँ हाम्रो गाडी लासै रोक्छ कि ढुङ्गेनमा चाहिँ गाडी धेरै बेरसम्म रोक्छ त्यही भएर हो क्या फेरि गाडी गुडिङ 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 गाडी गुडिङ गाडी गुडिङ गुडिङ भयो होइन साथीहरू गाडी माइजू हाम्रो टेक्वान्डोको फाइटको लागि लिएको छु अनि यो गाडी स्वाट गरेर होइन मेरो मोबाइल चाहिँ खस्यो भने त लास्टै नराम्रो हुन्छ नि त मैले बोलेको सुनेको छ त्यतिखेर त्यहाँ आई एम टकिङ विदाउट माइक होइन सो सरी साथीहरू बिचमा चाहिँ पज गर्नु पऱ्यो किन भन्दाखेरि लिल्लीलाई गाडीमै ब्यागमै राख्ने अरे त्यही भएर बिचमा पज गर्नु पऱ्यो अनि कस्तो आवाज चाहिँ कस्तो सुन्दैन नि त होइन बिचमा ओहो मेरो मोबाइल हल्लायो नि त यहाँ पनि ध्यान रोप्दै बिचमै पज ध्यान रोप्न अब चाहिँ म तपाईँहरूलाई ढुङ्गेन पुगिसकेपछि भेट्छु है त बाई बाई सो गाइस ढुङ्गेनमा पुगिसक्यो होइन ढुङ्गेनको खाजा खाने ठाउँमा आइपुग्यौँ हामीहरू खाजा बनाउनु गएको छ किनकि स्कुलमा खाजा 4th ग्रेडमै आएको नि त फेरि अनि 4th ग्रेडपछि हाम्रो लन्च ब्रेक हुन्छ अहिले नै आएको 4th ग्रेडमै आयो हामीहरू अनि अब चाहिँ हामीहरू खाजा खान्छौँ है त किनकि माथि गाउँ जाने गाडी अझैमा आएको छैन त्यही भएर हामी चाहिँ बसिरहेको छ हेरिरहेको छु होइन साथी पिग्लिँदैन बसिरहेको साथीहरू एकछिन पछि भेट्छु ल पहिला 12 पहिला 12 भेट्छ साथीहरू हामी चाहिँ खाजा पनि खाइसक्यौँ होइन अनि सबै डन भइसक्यो हामीहरू चाहिँ अब चाहिँ हामीहरू जान्छौँ मासतिर जान्छौँ मासतिर सिटभित्र जान्छौँ पहिला हामी सिटभित्र अनि सिटबाट मासतिर पुग्छौँ है त हामीहरू सिटबाट माथि पुग्नुपर्छ अब चाहिँ भ्लग विथ लिसा बेरिसा भयो है हामी मिडल क्लासेस फ्यामिलीहरूको यस्तै हुन्छ होइन साथीहरू साथीहरू अघि चाहिँ कहाँबाट पज भयो मलाई पनि थाहा छैन होइन म बेसी लाग्यो म त भिडियो नि पज भएछ कहाँबाट पज भयो त्यति पनि यादै छैन मेरो साथीहरू मलाई होइन त्यसको लागि सरी अनि म चाहिँ फेरि भिडियो बनाएँ यहाँ चाहिँ सिट यहाँ छैन सिट खाली छ त्यहाँ यहाँ बस्ने हामी चाहिँ औ भ्लग बनाउँदै बस्नुपर्छ म्याउ म्याउ गरेर छ लिली साथीहरू अहिले चाहिँ गाडी कति बेरसम्म रोक्ने हो त्यो पनि थाहा छैन अब गऱ्यो भने साथीहरू के गर्नु होला गर्नु पनि चिसो पानी खाने तातो हुन्छ शरीरलाई पनि अनि हाम्रो चिसो हुन्छ शरीर पनि मेरो एकचोटि देखाउँछु के देखाउँछु अनि अहिले चाहिँ अनि यहाँ चाहिँ छ हाम्रो लिलु मेरो लिलु होइन लिलु होइन ओरियो लिलु सो बोरिङ भएर होला साथीहरू तपाईँले त मेरो यस्तो भिडियो देखेर होइन गाडी नै चल्दैन खाजा खाऊ भनेर
गाडी नि चल्दैन अनि कस्तो गफाडी छ देख्नु भयो साथीहरु गफाडी छ एकछिन कस्तो गफाडी छ यो मुखपङको भिडियो बनाउँदाखेरि मात्रै साइलेन्ट हो कि हेर्नु कति कति गफाडी छ थाहा पाउनु भयो नि आमुसी छोड्दै मेला यतिकै ए चार्जर सिधै छ दिदी लौ मैले भन्नु भएन मैले भन्नु भएन व्हाट अ नाइस नेपाली इंग्लिश है दुईटै बोले कि इंग्लिश पनि बोले नेपाली पनि बोले मैले भन्नु भएन इंग्लिश हो मेरो त फेस हेर्नु कस्तो भइसक्यो साथीहरु पछाडीको बारेमा के दिदी ल यही बस्ने मैले जाब लागिसक्यो साथीहरु अनि अब चाहिँ म तपाईहरुलाई गाडी चलेपछि भेट्छु है त बाइ सो फाइनली गाइस गाडी चलिसकेको सरप्राइज गर्नुपर्छ ल अनि उता छ हाम्रो सानो बिरालो त्यहाँ हेरिरहेछ के खसेको एकैछिन साथीहरु भर्खर एउटा घटना घटिसकेको छ भर्खरै चाहिँ एउटा घटना भएको छ एकजनाको मोबाइल चाहिँ पसलमै छुट्यो अरे होइन अनि त्यही भएर एकछिन रोकेको गाडी अनि मैले चाहिँ भिडियो चाहिँ हेरेर पज गर्दै हाल्दै गर्छु कि अहिले जङ्गलमा छु त्यही भएर राति देखिरहेको छ साथीहरू बग्नेमा तपाईँहरूलाई बाहिरको भ्यू देखाउँछु त्योहरू अघि चाहिँ आफै मोबाइल ब्याग भएर भिडियो गर्नु भएन किनभने मेरो हातैबाट छोएछ अनि भिडियो ब्याग भयो क्या अनि त्यही भएर म अब त्यसलाई कट गरेर हाल्छु अनि यो मान्छेले चाहिँ ठुलो भएको छैन हाम्रो साथीहरू फाइनली हामी चाहिँ आइपुग्यो होइन अनि त्यहाँ माथि चिसो खायौँ अनि त्यहाँ चाहिँ बनाउन पाएन अनि अब चाहिँ हामी तलतिर जाँदैछौँ होइन अनि हामी चिसो खायौँ नि त अनि जाँदैछौँ अब तलतिर अनि यहाँ चाहिँ छ मेरो पोटो उता पनि अगाडि नै छ अनि अब चाहिँ हामी फर्स्ट अब चाहिँ माइजूको माइत जान्छौँ माइजूको माइत पनि यहीँ तल छ अनि घर पनि त्यही माथि छ क्या त्यही भएर सजिलो भयो आउन जाँदालाई होइन अनि त्यही हो तपाईँ भन्नु होला अनि चलो 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 साथीहरू चलो के हाल्नु साथीहरू अघि नै रहेको थियो त गाडी पुरा उल्टाइ पल्टाइ हुँदाखेरि
लिलीलाई त मजा आएर होला होइन साथै नि अब चाहिँ साथै छम नगर सुसेनालाई सरप्राइज दिनुपर्छ भनेको त उता आइसक्यो आएको छैन कति बजा हुन्छ अरे ऊ त्यो होइन साथीहरू अब चाहिँ हामी लुगा फेर्न जान्छौँ अनि यो चाहिँ घरमा पालेको कुकुर कति खुसी भएको कति खुसी भएको छ आमा कसको पैसा हो त्यो ऊ त्यहाँ आमा चाहिँ भयो नि त्यो यहाँबाट चाहिँ माथि जङ्गल छैन साथीहरू अनि त्यहाँबाट चाहिँ आएको हो अनि यहाँबाट जान्छौँ हाम्रो माथि गाउँमा अनि यहाँबाट माथि जान्छौँ त्यहाँ चाहिँ एउटा घर रहेछ त्यहाँ माथि एउटा घर छ रिसोर्ट होला त्यो घर होइन होला जाने ल जाऊँ साथीहरू हामी चाहिँ एकैछिनमा बाहिर जान्छौँ होइन हावा खानु बाहिर गएर भेट्यौँ मेरो साथीहरू सो साथीहरू हामी चाहिँ भर्खरै बसबाट बाहिर आइतिर निस्क्यौँ आहा फ्रेस भइरहेको छ होइन साथीहरू हामीलाई चाहिँ अनि चराचुरुङ्गीहरू कराइरहेको छ अनि त्यहाँ तलपट्टि धेरै भिड छ लाखुरी जाने टोको बस मेरो लुलु यो रुखबाट चाहिँ लास्ट हेरेर आवाज आइरहेको छ होइन चराहरू कराएको हेलो भनिदिनु मैले फेरि त्यतिकै बस्नु एउटा फोटो खिचिदिन्छु साथीहरू मैले चाहिँ भर्खरै फोटो खिचिदिइराखेको थिएँ त्यही भएर होइन अनि अब चाहिँ हामी बस्दैछौँ केही काम पनि छैन नि त होइन अब गाडी बिचमै ट्याक्कै गरेर रोक्यो किनकि मोबाइल लिन गएको छ नि त अनि त्यही भएर गाडी बिचमा रोकियो अनि लखुरी अनि अब गर्छ साथीहरू यहाँ के छ मार्बलहरू के छ भने आयो So let's move up. Mastira. Okay, bhai, mastira. हाम्रो सिटमा कब्जा नहाल्नु ओहो गाडी स्टार्ट भइसकेको छ ओ मेरो झ्यालको सिट लो यो मेरो झ्यालको सिट मलाई झ्याल देऊ न मलाई गइन्छ ए हटा यता तिमी यता दादा बस्ने रे के हटा न त्यहाँबाट बिरालो भएको छ कि त्यही भएर छेउमा नराम भनेको यता छिटो आहा के गर्यो ल हटायो किन्छ त So we are moving. माथितिर गइरहेछौँ हामी चाहिँ अनि यहाँ चाहिँ छ बाटो मम्मीलाई देऊ रे It is view बाहिर हाम्रो लिलु
हाम्रो बोतल त यहाँ छ अर्को बोतल हो के खोइ ब्याग खोइ ब्याग हरायो मेजेसको ब्याग खोइ हरायो ओइ मम्मीले भुलेर राखेछ हैन तिमीले कहाँबाट देख्यौ हो ऊ त्यहाँ छ सो साथीहरू अब चाहिँ हामीहरू जाँदैछौँ मस्तिर त्यही भएर अब चाहिँ साथीहरू म तपाईँहरूलाई माथि पुगेपछि भेट्छु है त साथीहरू गाउँहरू आएपछि किनकि यहाँ धेरै बोलेर साथै हुँदैन होइन तिमीले दुईटा मलाई दुईटा यसको चारवटा बच्चा जन्मिन्छ जन्मिन्छ 4 बच्चा अहिले अब यो ठुलो भएको छैन भविष्य अहिले सोच्नु थालिसक्यो हाम्रो बहिनीले होइन साथीहरू भिडियो चाहिँ लासै लामो भइसकेको छ होइन हिजो र आजको पनि ज्वरो मिलेन भिडियो लासै झन् लामो हुन्छ त्यही भएर म फेरि अर्को भिडियो हाल्छु होइन अनि त्यही भएर यो भिडियो चाहिँ हिजोको भिडियो चाहिँ एन्ड गर्छु त्यही थ्याङ्क्स फर वाचिङ साथीहरू भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला हामी सधैँ रहनेछौँ तपाईँहरूको साथमा लिसालाई पनि माया गर्नु होला अर्को च्यानल जस्तै भन्न चाहन्छु सो थ्याङ्क्स फर वाचिङ बाई बाई